जुन घरमा अनिकाल आउन लेखिएको हुन्छ नि, तोकिएको हुन्छ माथिबाटै, त्यो घरका श्रीमान श्रीमती खाटमा बसेर यी काम गर्छन् रे। अब के काम ध्यान दिएर सुन्नु होला। हेर्नुहोस्, पहिलो कुरा त त्यो घरका श्रीमान श्रीमती प्रत्येक दिन झगडा गर्छन्। झगडा टुट्दैन है, पहिलो नम्बर। अब दोस्रो नम्बर भनेको त्यो घरका श्रीमान श्रीमती दिउँसै शारीरिक सम्बन्ध राख्दछन् घामको उपस्थितिमा। शास्त्रमा लेखेको घामको उपस्थितिमा शारीरिक सम्बन्ध राख्नुहुन्न। दोस्रो कुरा यो। अब तेस्रो कुरा भनेको जुन घरमा अनिकाल लेखिएको हुन्छ त्यो घरमा पति पत्नी खाटमा बसेर भोजन गर्ने गर्दछ। खाटमा, किनभने हेर्नुहोस्, तपाईँ ज्योतिषीय दृष्टिकोणले पनि हेर्नुहोस्, खाटमा बसेर भोजन गर्नुहुन्न। किनभने खाटले अर्कै ग्रह प्रतिनिधित्व गर्दछ, भोजनले अर्कै ग्रह प्रतिनिधित्व गर्दछ। याद गर्नु होला। अनि चौथो भनेको जुन घरमा अनिकाल लेखिएको छ त्यो घरकी गृहिणीले सधैँभरि भाँडा जुठो राख्ने गर्दछन् घरमा। ल, तपाईँहरू कपी कलम राख्नुहोस् वा मोबाइलमा नोटप्याडमा मैले भनेकै कुराहरू लेखेर राख्नुहोस्। यदि भएन भने म टिकटकमा बोल्नै छोडिदिन्छु। मैले यथार्थ भन्दैछु। यी चारवटा काम यदि तपाईँको घरमा भइरहने गर्छ भने छ नि, तपाईँको घरमा खाना लाउन नपाउने दिन आउँछ है, भोकमरी अनिकाल हुने दिन आउँछ। त्यसमा सावधान हुनुहोस्। हेर्नुहोस्।